नमस्ते सर, सन्चै हुनुहुन्छ? नमस्ते नमस्ते सर। के गर्ने सर, काठमाडौँमा आफ्नो मागहरू राख्नु भनेर आएको। अब राम्रै होला भनेर मागहरू राख्न आएको। के भयो सर, साह्रै निराश हुनुहुन्छ? के भएन, हामीले हाम्रो अधिकार माग्न खोज्दा उल्टै हाम्रो यहाँ त बदनाम भइरहेको छ। के भनौँ अब सर? हजुर हो त सर, राख्नु भएन त आफ्ना मागहरू। के भन्छ हाम्रो सरकारले? केही त के होला, तपाईँहरूलाई त्यतिकै त यताबाट नफर्कला भन्ने आश गरेछु सर। अब अधिकार मिल्नुको सट्टा फेसबुक, टिकटक अनि युट्युबमा हाम्रै मात्र चर्चा छ। के अधिकार मिल्नु भन्नु सर? किन, हामी त आफ्नो माग माग्न पो आउँ सर, यहाँ बदनामी खेप्नु थोडी आउँ। खाउँ न सर, खाउँ, अलिअलि त लिउँ। के गर्ने, बाँच्नु परेको छ सर। अब चाहिँ के गर्ने त सर? के गर्ने के भन्ने, अब हामीहरूले सबैले घर फर्कने। हामीलाई आफ्नो जिम्मेवारी थाहा नै छ। नानी बाबुहरू हाम्रो लागि कति महत्त्वपूर्ण छन् हामीलाई नै थाहा छ। भोलिको दिनमा यो समस्या हाम्रा नानी बाबुहरूलाई नआओस् भन्नको लागि हामीले यो आन्दोलन गरिरहेका छौँ। त्यसैले अब हामीले घर फर्कनुपर्छ र आफ्ना नानी बाबुहरूलाई पनि पढ्ने माहौल बनाइदिनुपर्छ र साथसाथै यो आन्दोलनलाई पनि जारी राख्नुपर्छ र आउने बच्चाहरूको मनमा यो नआओस् कि भोलि हाम्रो जस्तो हालत उनीहरूको नहोस् भन्ने आश गर्दछु। हो, हजुरहरूको यही कुराले गर्दा त आज हजुरहरूको आमा बुवापछि सम्मान हुन्छ सर। त्यसैले कौवाले कान लग्यो, कौवाको पछि दौड्नु भएन। आफ्नो कान हेर्नु पर्यो, पछि दौड्नु पर्यो कौवाको पछाडि। अरूलाई भन्ने कुराहरू भन्न दिनुहोस् न। तपाईँहरू जुन सम्बन्ध, जुन सोच गरेर आउनु भएको छ, आफूलाई पनि सोच्ने हो र ती बाबु नानीहरूको लागि पनि सोच्ने तपाईँको अधिकार, तपाईँको कर्तव्य हुन जान्छ सर।